हाई एभ्रिवान, नमस्ते सबैजनालाई। के छ, सन्चै हुनुहुन्छ? आज चाहिँ हामी किमा नुडल्स खाने भनेर निस्केको सोनी राई र म। अनि हामी चाहिँ बाटोमा यसरी जिस्किँदै गयौँ। अनि त्यसपछि चावल चोकबाट ठ्याक्कै बौद्ध जाने साइडतिर लाग्यौँ। हामी चाहिँ हल्ला गर्दै यसरी निस्क्यौँ होइन। कता हिँडेको बिजुली पालेर सपना यतैतिर कता सऱ्या छ भन्थ्यो। हजुर, पट भएर ब्युटी भएर हामी ब्युटी भएर केटो हेरेको हेरे। अनि हामी हिँडेको ठाउँमा चाहिँ नर्मली शान्त चाहिँ हुँदैन, धेरथोर हल्ला गरिरहेको हुन्छ, मतलब अलिकति हेल्दी खालको हल्ला हुन्छ। अनि आज चाहिँ हामी किमा नुडल्स खाने भनेर गएको। ओएमजी, बाटोको धुलो धुवाँ जाम, ओ माई गॉड है, खुट्टा हाल्ने ठाउँै छैन है। अनि त्यसपछि सर हिँड्दै गयौँ, सर त नभने बिस्तारै गयौँ हामी। अनि त्यसपछि हामी ठ्याक्कै किमा नुडल्स खाने ठाउँमा पुग्यौँ। ओ माई गॉड, पसलभित्रको होटलभित्रको पनि त्यस्तै खालको जाम थियो, किनकि त्यहाँ एकदम स्पेसल लाफिङ प्लस किमा नुडल्स होइन। यति टेस्टी हुन्छ कि यहाँ केटाकेटीहरूको किमा नुडल्स खानेहरूको त भेरी हुन्छ, नपत्ताए ल हेर्नुहोस्। उहाँ पनि किमा नुडल्सकै वेटिङमा आधी घन्टादेखि। हामी चाहिँ भर्खर आएको, हाम्रो चाहिँ पालो आउन बाँकी छ। यति साह्रो भिडमा आएर त्यो पनि लाइन बसी यसरी हुन्छ नि, त्यो खान मन लागेको इच्छा पनि हराइसकेपछि भोक पनि हराइन्जेलसम्म चाहिँ वेट गर्नुपर्छ। अनि कतिले चाहिँ हल्ला गरिरहेको हुन्छ कि ओ माई गड मेरो पालो कति बेला आउने भन्ने खालको होइन। त्यो हुन्छ नि एक खालको रिसले क्या, वेट गर्दा हुन्छ नि त, आफ्नो पालो आउँदैन। अनि गयो एकदम फ्रेस हुन्छ क्या, गयो अर्डर गऱ्यो अनि एकदम फ्रेस तुको बनाएर दिन्छ नि त, अनि एकदमै टेस्टी। ओ माई गॉड, यहाँको ल हेर्नुहोस्। अनि हामीले चाहिँ अर्डर गरेको थियौँ किमा नुडल्स प्लस लाफिङ। अनि त्यसपछि सुरुमा चाहिँ लाफिङ आयो होइन। लाफिङ टेस्ट गरेको, ओ माई गॉड, यति टेस्टी होइन सुपवाला। अनि त्यसपछि हामीले चाहिँ हाम्रो भागमा चाहिँ किमा नुडल्स आयो। उसोनी चाहिँ भेज, म चाहिँ बफवाला खाएको होइन। उसले चाहिँ मासु खाँदैन नि त। अनि त्यसपछि हामीले चाहिँ यसरी खायौँ। अनि त्यसपछि फेरि साथीहरूलाई पनि लगिदिनु पर्ने भनेर मैले चाहिँ यसरी बोकेर दौडिँदै आएँ। अनि त्यसपछि फेरि हाम्रो लोकल हल्ला त सुरु भइ नै हाल्यो।